सेतो कपडा लगाएको कपाल छोडेको अनि फेस देख्नु भएको नि तपाईले? नै फेस देखिएन, कपाल यस्तो अगाडि गरेको थियो, अगाडि गरेको थियो। हजुर। पुरुष हो या महिला हो त्यस्तो लाग्यो तपाईले देख्दा? त्यो महिला हो। तपाईहरुलाई पक्कै थाहा छ 4 महिना अगाडि बाँकेको कोहलपुरमा पनि ठ्याक्कै यस्तै किसिमको घटना घटेको थियो। प्रहरी प्रशासन नगरपालिकाका कर्मचारी आएर सीसीटीभीमा हेर्दा पनि केही पनि देखिएन। उक्त कोहलपुरको घरमा लगातार 1 महिना आगो बलिरह्यो। कोहलपुरको भूत घर भनेर निकै चर्चामा आयो उक्त घर र अहिले उक्त घरको अवस्था बिस्तारै सामान्य बन्दै गइरहेको अवस्थामा ठ्याक्कै त्यही प्रकृति र त्यही स्टाइलमा उक्त घटना बर्दिया जिल्लामा देखिएको छ। वा भनौं बाँकेबाट सिधै अब त्यो आगो लगाउने भूत बर्दियामा देखा पर्न थालेको छ। खास बर्दियाको उक्त घरमा भएको के हो, कहिलेदेखि यो घटना भएको हो, त्यस घरमा के भएको थियो, आउनुहोस् अब त्यसको नाली बेलीतर्फ जाउँ। यो घटना भएको हो बर्दिया जिल्ला मधुवन नगरपालिका वडा नम्बर 6 लाली बजार बसपात नजिकै शान्ति टोलमा। त्यस टोलमा रहेका स्थानीय व्यक्ति पेसाले पण्डित घरबेटी कृष्ण उपाध्यायको घरमा विगत केही समयदेखि करिब कार्तिक 7 गतेबाट घरमा रहेका सरसामान, लत्ता कपडा, खाट दराज, भाँडाकुँडा, किताब कापी आफसे आफ वा भनौं कसैले अदृश्य रूपमा त्यस घरमा आगो लगाउँदै आएको भन्दै स्थानीय त्रासित हुन्छन् र कतिपयले उक्त घटनालाई आफ्नै आँखा अगाडि देखेको दाबी पनि गर्छन्। बर्दियाको उक्त घरमा दिउँसै आगो बाल्ने तर्साउने गर्न थालेपछि केही पत्रकारको टिम उक्त घरमा पुग्छ र पत्रकारको टिमले त्यहाँ गएर रिपोर्टिङको क्रममा आफै जाँदा खुद आफै चकित पर्छन्, किनकि पत्रकारकै अगाडि उक्त घरभित्र आगो बल्न थाल्छ। दर्शकवृन्द, जुन कुराहरू प्रत्यक्ष भिडियोहरूमा पनि देख्न सकिन्छ, तर न पत्रकार न स्थानीय कसैलाई पनि आखिर आगो कसले लगाइरहेको छ भन्ने भेउ पाउँदैनन्। घरबेटी कृष्ण उपाध्याय आफै पेसाले पण्डित रहेछन्। उक्त घरको पृष्ठभूमि हेर्दा उक्त घरको छोरा बुहारी र छोरी तीनैजना जापानमा रोजगारीको सिलसिलामा रहेको खुलेको छ। उक्त घरमा आगो दशैंबाट लाग्न सुरु भए पनि बीचमा रोकिएर फेरि कार्तिक 7 गतेबाट आगो लाग्न सुरु भएको स्थानीयहरू बताउँछन्। आगो त मान्छेले लगाएको यो आगो होइन, तर आफै लाग्यो। म त अहिले आफै देखेर दङ परिहाल्यो। त म त अहिले भक्करको हेर्दा अहिले भक्करै हेर्दा म त आफै छकित परेको छु यो देखेर। दर्शकवृन्द, घरमा रहेका लत्ता कपडामा आगो मात्रै लगाउने होइन, गोठमा रहेका गाई बस्तुलाई समेत आगोले क्षति पुर्याएको छ। परिवारका अनुसार उक्त आगो बिहान 10-11 बजेदेखि रातिसम्म पालैपालो कोठाहरूमा लाग्ने गरेको बताउँछन् भने आगो मात्र नभई विभिन्न हरकतहरू उक्त घरमा भइराखेको छ। घरमा तर्साउने, नुनको पोकाहरू छरिदिने, खानामा विभिन्न किसिमका कुराहरू मिसाइदिने, मोबाइल फाल्दिने, पैसाहरू च्यातिदिने, उडाइदिने आदि क्रियाकलापहरू उक्त घरमा भइराखेको छ। झट्टै हेर्दा 4-5 महिना अगाडि बाँकेको कोहलपुरमा भएको घटनासँग मिल्न जाने यो घटना आखिर कसले घटाइरहेको छ, कसले गरिरहेको छ भनेर न त घर परिवारलाई थाहा छ, न स्थानीय, न पत्रकार, न प्रहरी प्रशासन। हुन त उक्त घरमा प्रहरी प्रशासन पनि नआएको होइन। उक्त घरमा प्रहरीले निगरानी गरिरहेको छ। यो विषयमा के भन्छ प्रहरी प्रशासन त्यो पनि म भिडियोमा जोड्ने नै छु। तर त्योभन्दा अगाडि आउनुहोस् यस घटनासँग सम्बन्धित रहेका केही रोचक तथ्यहरू तपाईलाई देखाउने छु। पहिला सुरुमा यस घरमा रहेकी एकजना बहिनीको कुरा सुनौ। उनले त आफूले खुद भूत नै देखेको, उसले तर्साउने गरेको, मोबाइल फालिदिने गरेको, पैसा च्यातिदिने गरेको सबै आफ्नै आँखाले देखेको भनेर समेत दाबी गरेकी छिन्। पहिला निज बहिनीको कुरा सुनौ। भयो धागोले यतातिर सिलाको नङलामो कालो सियो यसरी घोपेको हातै देखेँ मैले। खाटदेखि तल ठ्याक्क अनि त्यो छाप पनि देखियो। तल चाहिँ पिठोहरू थियो, पिठोहरू बोकेको, ठ्याक्क खुट्टाको र हातको छाप सानो सानो। सेतो कपडा लगाएको कपाल छोडेको अनि फेस देख्नु भएको नि तपाईले? नै फेस देखिएन, कपाल यस्तो अगाडि गरेको थियो, अगाडि गरेको थियो। हजुर। पुरुष हो या महिला हो त्यस्तो लाग्यो तपाईले देख्दा? त्यो महिला हो। दर्शकवृन्द, तपाईहरुले उक्त बहिनीको कुरा सुन्नुभयो। त्यसैगरी यस विषयमा के भन्छन् त उक्त घरको घरबेटी कृष्ण उपाध्याय, उहाँको पनि कुरा सुनिहालौ। के कारणले अब आगो लागेको तपाईहरुले के बुझ्नु भएको छ, अरूले के भन्नु भएको छ? अब देख्ने जतिले पनि यहाँ कसैले भन्ने र बुझ्ने ठाउँै छैन, केही नै छैन। अब आफै उत्पत्ति भइहाल्छ आगो, आफै त्यहाँ जलेको, आफै उत्पत्ति भएको तपाईले आफ्नै आँखाले देख्नु भएको छ? होइन, अब बाहिर गएको बेला पनि भित्र देख्नु होइन, आफ्नै अगाडि देख्नु।
यो के देवी देवता रिसाएर हो त? यो पनि यो देवी देवता हो अथवा कुनै हो या दैवी प्रकृति, अब के हो भन्ने कुरो केही भन्नै सकिन्छ। दर्शकवृन्द, त्यसै गरी यस घटनालाई बुझ्न तपाईँलाई सहज होस् भन्ने उद्देश्यले अब म केही स्थानीयहरूको कुरा पनि तपाईँहरूलाई राख्नेछु। यस घटनालाई लिएर आखिर के भन्छन् त स्थानीयहरू, उनीहरूले यो घटनालाई कसरी बुझेका छन्, केही स्थानीय व्यक्तिहरूको भनाइहरू पनि यो हेर्नुहोस् त। हेर्दा केही पनि देख्दैनौँ, न छाया छ न केही छ, न मानिसको हिँडाइ छ न डुलाइ छ। हामी 5-7 जना परिवार सहित छिमेकीहरू बसेका छौँ। कहिले नुनको पोका ल्याएर हुर्र फालिदिन्छ, पोखिदिन्छ भुइँमा, कहिले तेलको ग्यालन डब्बा बन्द छ तेल पोखिदिन्छ, सिलिन्डरको रेगुलेटर बन्द छ ग्यास बालिदिन्छ, पकाएको खाना छ ल्याएर नुन र मसला ल्याएर भरिदिन्छ। पाकिसकेको भातलाई उहाँको महिलाले घर मालिकले ल आउनुहोस् खाना खाने बेला अब खाना खानु खाना बुवा तपाईँ खाना जानुहोस् हामी कुर्छौँ भने हामी घर कुर्न लायौँ र उहाँलाई खाना पठाउँदा कुकरको ढक्कन खोल्दाखेरि यसको भित्र चाहिँ जिरा धनियाँको धुलो पाउडर, हल्दी र नुनले भरिएको देखियो, हामीहरूले देख्यौँ आँखाले। पक्कै पनि तपाईँहरूले अब यो घटनालाई आफ्नो तरिकाले विश्लेषण गरिसक्नु भएको छ। घटनाको प्रकृति हेर्दा ठ्याक्कै आजभन्दा केही समय अगाडि बाँकेको कोहलपुरमा भएको आगोकाण्ड वा भनौँ भूत घरसँग लगभग मिल्न जान्छ। आखिर यो विषयमा के भन्छ त प्रहरी प्रशासन? अब प्रहरी प्रशासनको पनि कुरा सुनौ। बस्ती पेट्रोलिङको अवस्थामा राति आएर यहाँ पनि एकपल्ट हेऱ्यौँ, बस्यौँ। त्यसपछि आज बिहान पनि हामी आएर हेर्दाखेरि हिजो रातिको दिनमा र आज बिहानको टाइमसम्म आगो लागि भएको थिएन र उहाँले 11 बजेदेखि फेरि यस्तो किसिमको आगो लाग्ने काम सुरु हुन्छ भनेर भन्नुभएको थियो। त्यो 11 नबज्दै 10:21 फेरि यो 7वटै कोठामा पालो पालो कर्मिक रूपमा आगो लागेको उहाँले जानकारी गराउनु भयो र हाम्रो केही स्थानीयहरू पनि यहाँ आएर हेर्दै गर्दा त्यो आगो लागेको सबै कुराहरू देखियो। दर्शकवृन्द, अहिले बर्दियाको उक्त घरको कारण स्थानीयहरूमा एकदमै त्रास बढेको छ। आगो कसले किन लगाउँदैछ भन्ने केही पुष्टि भएको छैन। अब यो विषयमा प्रहरी प्रशासनले केही न केही सूक्ष्म अनुसन्धान गर्ने नै छ। सम्भव भएसम्म त्यहाँ CCTV लगाएर हेर्दा के देखिन्छ त्यो पनि अनुसन्धानको पाटो भयो। यो कुनै अदृश्य शक्तिले गरेको हो अथवा कुनै व्यक्ति विशेषले गरेको हो त्यो पनि अबको केही दिनमा छर्लङ्गै हुनेछ। तपाईँहरूलाई यो घटनाको बारेमा के भन्न मन छ र तपाईँलाई खासमा यो के भएको जस्तो लाग्छ? कृपया आफ्नो मनमा लागेको कुराहरू कमेन्ट मार्फत व्यक्त गर्नुहोला।